तपाईँ पढ्दा पागल भन्छन् भने त गर्वको कुरा हो नि। कमसेकम फलानुको छोरो पढ्दा पढ्दै पागल हो भन्दा आमा बुवालाई नि कस्तो गर्व लाग्छ। यो त डुलेर पागल भयो, एउटीसँग लप परेर पागल भयो। त्यस्तो सुन्नुहुँदा त रात दिन पढ्थ्यो पागल भयो, ल बेहोस भयो। ल 12 घण्टा 16 घण्टा दैनिक 16 घण्टा पढ्ने मान्छे बेहोस भयो भनेपछि जिल्लाभरि चर्चा चल्दैन, फलानुको गाउँ त पढ्दा पढ्दै बेहोस हुने गाउँको मान्छे हो यो। कति राम्रो मेसेज जान्छ, पढ्दा पढ्दै बेहोस हुने। ल बुवा मम्मीलाई त्यो उपचार गर्न खुसीले कि अरू बिरामी भएको बेला मान्छेलाई मन दुख्छ होइन। पढेरै छोराछोरी बेहोस भयो भने त खुसीले उपचार गर्छ नि बिचरा। कति खुसी ह्याप्पिनेस हुन्छ मान्छेलाई पढ्दा पढ्दै। ओहो यसले भविष्य चाहिँ छ है यसको। हेल्थ इम्पोर्टेन्ट होइन र भन्नुभएको छ। अहिले हेल्थ इम्पोर्टेन्ट सुत्नु मजाले 24 घण्टा 20 घण्टा सुते नि हुन्छ नि। हेल्थ इम्पोर्टेन्ट हो भने सुत्नेले। अनि यस्तै त्यो हेल्थ इम्पोर्टेन्ट भन्ने, अनि सर मेरो पढ्दा ढाड दुख्छ भन्ने, पढ्ने बेला त यस्तो किडनी स्टोन भए जस्तो यस्तो यहाँ तल्लो पेट दुखे जस्तो नि हुन्छ होला तपाईँहरूलाई होइन। मेरो त्यो टाउकोमा यो गिरीमा चाहिँ केही समस्या भएको छ कि जस्तो भने यस्तो माथिको भाग दुख्ने, यो घाँटी दुखेर यो नसा च्यापिन्छ, ओहो भोलि ढाडले उठ्न सकिएन भने त यो जागिर खानु हुँदा ठिक छैन भन्ने हो। यस्तो एउटा ठुलो पङ्क्ति हुन्छ के हो। त्यही पङ्क्तिहरूको कारणले गर्दाखेरि अनि अरूले सजिलै नाम निकाल्छन् नि। कुरा बुझ्नु भएको छ नि। त्यो ठिक छ, मैले तपाईँहरूलाई त्यो कुरा गलत हो भन्दिनँ, सही हो एकदम। हेल्थ इम्पोर्टेन्ट हो, सुत्नुहोस्, डुल्नु इम्पोर्टेन्ट हो। जीवनको सबैभन्दा ठुलो शिक्षा भनेको मान्छेले घुमेर कमाउँछ, आँखाले देखेर भोगेर समाजलाई अध्ययन गरेर ठुलो ज्ञान आर्जन गर्छ। ल अब डुल्नुहोस् भोलिदेखि। तपाईँ सफल भएको दिन हो कि ती सबै कुरा भन्ने? त्यो सब सफल भइसकेपछि हो गर्ने कुरा। अहिले सङ्घर्ष गर्ने बेला त के का त्यो हेल्थ इम्पोर्टेन्ट नि, करियर इम्पोर्टेन्ट, अरू केही इम्पोर्टेन्ट होइन। यो समाजमा केही पनि छैन। तपाईँ बाँचे मरेको केही पनि तुलना हुन्न। यहाँ तपाईँ सक्सेस कति हुनुभयो, तपाईँको स्ट्याटस के छ, करियरमा कहाँ पाइलो टेक्नुभयो, तपाईँको पेन कतिसम्म चल्छ, त्यो कुरा मोस्ट इम्पोर्टेन्ट हो।